अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, मेक्सिको र क्यानाडामा जारी विश्वकप फुटबल प्रतियोगिता 2026 मा पनि प्रत्यक्ष हस्तक्षेप गरेका छन्। उनी यो समयका यस्ता राष्ट्रपति हुन् जो आफ्नो प्रत्यक्ष प्रभाव दुनियाँको जुनसुकै कुनामा, जुनसुकै सेक्टरमा देखाउन चाहन्छन्। विश्वकप फुटबल त झनै विश्वभरका मान्छेहरूको नजरमा पर्ने ठूलो महासंग्राम नै भइहाल्यो। यसमा पनि ट्रम्पको नाम त कसै गरी पनि आउनु नै पर्यो, नत्र त कहाँ उनलाई चित्त बुझ्छ र। उनी केमा मात्र हस्तक्षेप गर्दैनन्, उनी दुनियाँभरमा चलेका युद्धमा हस्तक्षेप गर्छन्, शान्तिले बसेका देशहरूमा हस्तक्षेप गर्छन्, आकाश, जमिन, समुद्र सबै क्षेत्रमा उनी हस्तक्षेप गर्छन्। यस्ता शासक दुनियाँले योभन्दा पहिला बिरलै पाएको थियो। ट्रम्प आफ्नो प्रभाव देखाउन आफै खुल्लमखुल्ला टिप्पणी गर्दै हिँड्छन्, उनी ट्विट गर्छन्, उनी आफ्नो सोसियल मिडिया ट्रुथ सोसियलमा लेख्छन्, उनी दुनियाँ आफ्नो मुठ्ठीमा छ भन्ने देखाउन चाहन्छन्। उनी यस्ता शासक हुन् जो बोलेरै, सबैलाई भनेरै, सबैको सामुन्ने सबै चिज गरेर देखाउँछन्। ट्रम्पले चाहे भने अर्काको देशको राष्ट्रपतिलाई त रातारात किडन्याप गरेर उठाइदिन सक्छन् भने खामेनीको अन्तिम दाह संस्कार चलिरहेको इरानमाथि त अपमान हुने गरी टिप्पणी गर्न सक्छन् भने यो फिफाका अध्यक्षलाई धम्क्याएर डिसिजन चेन्ज गराउनु त उनका लागि कुन ठुलो कुरा भयो र। यो विषयमा आज हामी चर्चा गर्नेछौँ। अनि आजको भिडियोमा म तपाईहरुलाई खामेनीको अन्तिम संस्कार चलिरहेको इरानमा किन हामी ट्रम्पलाई मार्न चाहन्छौँ भन्ने नारा लागिरहेको छ। पुरा इरान शोकमा डुबेको बेला ट्रम्पले इरानमाथि के टिप्पणी गरे जसले इरानी जनताको आँखामा बदलाको भाव प्रष्टै देखिरहेको छ। यिनै विषयको गहिराइमा गएर ब्रेक टाइम न्यूजको आजको यस भिडियोमा म सम्पूर्ण कुराहरू बताउने छु। हामीसँगै रहनुहोला। विश्वकप फुटबल 2026 मा एउटा ठूलो विवादले खेल जगत फेरि तातिएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा जारी प्रतियोगिताको बीचमा अमेरिकी स्ट्राइकर फोला रिनबालोगुनले बोस्निया हर्जगोभिना विरुद्धको खेलमा रेड कार्ड पाएपछि अन्तिम 16 मा बेल्जियम विरुद्ध हुने खेल स्वतः गुमाउने भएका थिए। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर निर्णय पुनरावलोकन गर्न धम्की दिएका थिए। त्यसपछि फिफाले बालोगुनको रेड कार्ड पछिको खेलको प्रतिबन्धलाई तत्कालका लागि हटाइदिएको थियो। यो मैले भनेको होइन, अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले भनेको छ। यसपछि फिफाले पनि विज्ञप्ति जारी गर्दै अनुशासन संहिताको धारा 27 अनुसार बालोगुनको खेल प्रतिबन्ध 1 वर्षको परीक्षण अवधिसम्मका लागि निलम्बन गरिएको जनाएको छ। यदि उनले सो अवधिमा यस्तै प्रकृतिको अर्को गम्भीर अनुशासनहीनता दोहोर्याए भने अहिले रोकिएको प्रतिबन्ध स्वतः लागू हुने फिफाले स्पष्ट पारेको छ। यससँगै बालोगुन सोमबार बेल्जियम विरुद्ध हुने अन्तिम 16 को खेल खेल्न पाउने भएका छन्। अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकिनले बालागुनको खेल खेल्न पाउने खबरले टोलीमा खुसियाली छाएको बताएका छन्। यस प्रतियोगितामा 3 गोल गरिसकेका बालागुन अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन्। सामान्यतया विश्वकपमा रेड कार्ड विरुद्ध अपिल गर्ने व्यवस्था हुँदैन। कतारका खेलाडी असिम माडिबालले अपिल गर्दा उनको प्रतिबन्ध उल्टै बढाइएको थियो। तर बालागुनको हकमा भने फिफाले देखाएको यो उदारतालाई लिएर धेरैले अमेरिकालाई विशेष सुविधा दिएको आरोप लगाएका छन्। आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै फिफालाई धन्यवाद दिएका थिए। सही निर्णय गरेको र ठूलो अन्याय उल्ट्याएको धन्यवाद हो भन्दै उनले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका थिए। फिफाले भने आफ्नो निर्णयलाई नियमको दायराभित्रै भएको बताएको छ। तर बेल्जियम फुटबल संघले अहिलेको यो निर्णयप्रति कडा आपत्ति जनाएको छ। उनीहरूको भनाइमा खेल सुरु हुनुभन्दा 24 घण्टा अगाडि यस्तो निर्णय आउनु फेयर प्ले विरुद्ध हो र यसबारे कानुनी विकल्प खोजिने चेतावनी समेत दिएका छन्। विश्वकप जस्तो ठूलो प्रतियोगितामा एउटा रेड कार्ड प्रकरणले अन्तर्राष्ट्रिय राजनीति र खेलकुद दुवैलाई एकैसाथ हल्लाइदिएको छ। त्यो कसको कारण? राष्ट्रपति डोनाल्ड ट्रम्पको कारण। अब कुरा गरौँ इरानको बारेमा। इरानमा आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनीको जनाजा हुँदैछ, यानि कि अन्तिम संस्कार हुँदैछ। पुरा देश शोकमा डुबेको छ। राष्ट्रपति पेजेस्कियन सभामुख गालिबा भक्कानिएर रोइरहेका छन्। उच्च तहका नेता, सेनाका कमान्डरदेखि सर्वसाधारण जनतासम्म भाव बेहोल भएका छन्। देशभर पीडाको माहौल छ। इरानमा चारैतिर सन्नाटा छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने इरानको मजाक उडाउँदैछन्। इरानी जनतामाथि तथानाम बोल्दैछन्। उनी भन्दैछन् सायद यी आँसु नक्कली हुन्। उनी आश्चर्य व्यक्त गर्दै भन्दैछन् कि मलाई लाग्थ्यो इरानी जनता खामेनीलाई मन पराउँदैनथे। यति ठूलो भिड देखेर अचम्म लाग्यो। तैपनि मैले 1 हप्ताको समय दिएको छु किनकि देश दुःख मनाइरहेको छ। एउटा देश आफ्नो सर्वोच्च नेताको अन्तिम संस्कार गर्दैछ। ट्रम्पले यस्तो भन्न सुहाउँछ
सुहाउँछ। यही जानेर होला इरानको धार्मिक नेताहरूको समूह एसेम्ब्ली अफ एक्सपोर्टले केही दिन अघि भनेको थियो ट्रम्प र नेतन्याहुलाई मार्नु धार्मिक दायित्व हुन्छ भनेर। यो जानेरै भनेका रहेछन्। 4 तारिकबाट सुरु भएको जनाजामा खामेनीलाई श्रद्धाञ्जली दिन दुनियाँभरका देशहरूबाट प्रतिनिधि इरान गएका थिए। खामेनी कुनै देशका एक नेता मात्र थिएनन्, यो समयका शिया मुसलमानहरूका आस्थाका जीवित धरोहर थिए। उनलाई शिया मुसलमानहरूले आफ्नो आस्था मान्दै आएका थिए। उनलाई श्रद्धाञ्जली दिन इरानी जनता मात्र होइनन्, दुनियाँभरका उनका शुभचिन्तकहरू इरानमा छन्। तर राष्ट्रपति ट्रम्प भने चाहेको भए सबै एउटै ठाउँमा थिए, यो भन्दा अर्को उपयुक्त मौका थिएन, हामी असल मान्छे हौं, त्यही भएर केही पनि गरेनौं, यस्तो भन्दै हिँडिरहेका छन्। यस्तो भन्न सुहाउँछ त ट्रम्पसँग मानवीयता भन्ने कुरा केही पनि छैन र? त्यसै इरानी जनताले वी वान्ट किल ट्रम्प भन्ने ब्यानर देखाएका रहेनछन्। तेहरानको ग्रान्ड मुसल्लादेखि इरानका हरेक शहरहरूमा आज खामेनीलाई श्रद्धाञ्जली दिँदैछन्। 9 तारिकमा उनको जन्मघर भएको ठाउँ मुसल्लामा उनको अन्तिम दफन हुनेछ। यतिखेर इरानी जनताको आँखामा आँसु मात्र होइन, बदलाको जबरजस्त रोशनी पनि देखिँदैछ। अमेरिका इजरायलको हमलामा परेर खामेनी सहित उनकी बुहारी, उनका ज्वाइँ छोरी र 18 महिनाकी नातिनीको समेत ज्यान गएको थियो। यो भिडियो हेर्नुहोस्। अस्ति जब ग्रान्ड मुसल्लामा सुरुमा अली खामेनीकी 18 महिनाकी नातिनीको शव 2 जनाले उठाएर ल्याएका थिए, पुरा इरान स्तब्ध भएको थियो। जब एक एक गरी श्रद्धाञ्जलीको लागि उनकी बुहारी, ज्वाइँ छोरीको शव राखिँदै थियो, पुरा इरान भक्कानिँदै थियो। जब आयतोल्ला अली खामेनीको शव ल्याइयो तब इरानका राष्ट्रपति पेजेस्कियन सभामुख गालिबाफले आफ्नो आँसु थाम्न सकेनन्, भक्कानिएर रोए, पुरा देश रोयो। यो समयमा ट्रम्प यी आँसुलाई फेक भन्दै थिए। यी तस्बिरहरू, यी भिडियोहरू प्रतिनिधि फोटो र प्रतिनिधि भिडियोहरू मात्र हुन्। तर यतिखेर पुरा इरान, पुरा शिया साम्राज्य शोकमा छ। इरानले खामेनीको यसै जनाजालाई एकता र शक्तिमा बदल्ने सन्देश दिएको छ। यतिखेर इरानमा देश विदेश गरी दुनियाँभरका 14,000 भन्दा बढी पत्रकारहरू यो जनाजाको रिपोर्टिङ गर्दैछन्। यो जनाजा यो शताब्दीकै सबैभन्दा ठुलो अन्तिम फ्युनरल हो। अन्तिमसम्म खामेनीलाई प्रत्यक्ष आएरै 2 करोड भन्दा धेरै जनताले श्रद्धाञ्जली दिनेछन्। अहिले दैनिक लाखौं जनता उनलाई श्रद्धाञ्जली दिएर विदाई गरिरहेका छन्। आजलाई यति नै। खामेनीको अन्तिम जनाजाको बारेमा सम्पूर्ण विवरण सहितको अर्को भिडियोमा कुरा गर्नेछु। हामीसँग जोडिन च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन थिच्न नभुल्नुहोला। टिपेन खत्रीको नमस्कार।